त्यो काम चलाइन्थ्यो तर यहाँ आएपछि क्लियर छ्याक्क। नमस्कार हजुर, नमस्कार। हाम्रो उहाँ सर चाहिँ अकाउन्टेन्ट एन्ड ट्याक्स ट्रेनिङ लिन आउनु भएको थियो हाम्रोमा। सरको क्लास लगभग सकिन थाल्यो। कस्तो भइरहेछ क्लास अथवा कस्तो भयो रूपन्देही ट्रेनिङ इन्स्टिट्युटलाई के भन्न चाहनुहुन्छ सरले? यो यहाँ भनेको धेरै एकदम क्लियर तरिकाबाट चाहिँ हजुरले चाहिँ होइन ट्रेनिङ पाउने प्लस फेरि कुनै पनि जबमा पनि जान सकिने चाहिँ अवसर मिल्ने ठाउँ छ यो ठाउँ भनेको। र एकदम योभन्दा पहिला पनि अब एकाउन्टिङ त अब म आफै पनि हल्का फुल्का गरिन्थ्यो, काम चलाइन्थ्यो तर यहाँ आएपछि क्लियर छ्याक्क एकदम त्यस्तो किसिमको फिल भएको छ। त्यो सरको चाहिँ आफ्नै बिजनेस छ अहिले, उहाँले आफ्नो बिजनेसको अकाउन्टिङ जस एज अ अकाउन्टेन्ट पनि राख्नु भएको छ तर पनि आफै सिकौँ भन्ने हिसाबले अझै इम्प्रुभ भौँ केही कुराहरूमा भन्ने हिसाबले हाम्रो माथि यहाँ क्लास लिन आउनु भएको थियो। यदि कोही बिजनेस पर्सन हुनुहुन्छ उहाँले पनि केही ट्रेनिङ लिनु अकाउन्टिङ सेक्टरमा भन्नुहुन्छ भने के छ, उहाँलाई कतिको सजेस्ट गर्नुहुन्छ अथवा के छ हजुरको? उहाँलाई भन्छु आएर यहाँ ट्रेनिङ लिनुहोस् र ट्रेनिङ लिएपछि आफू चाहिँ नि सेटिस्फाई भइन्छ। आफू भएपछि अरूलाई पनि के छ काम लगाउनको लागि सकिन्छ ढुक्कसित एकदम बिना तनावबाट। भनेपछि जस 100मा 100 दिन सकियो। एकदम बेस्ट अकाउन्टेन्ट एन्ड ट्याक्स ट्रेनिङ होइन भनेर। यदि हजुरहरू पनि कोही अकाउन्टेन्ट एन्ड ट्याक्स ट्रेनिङ लिन खोज्नु भएको छ चाहे जबको लागि होस् या आफ्नो बिजनेसको लागि एकचोटि रूपन्देही ट्रेनिङ इन्स्टिट्युटमा आउन सक्नुहुन्छ होइन सर? एकदम 100%। थ्याङ्क यू सो मच।